हेलो दर्शक नमस्ते, वेलकम बाई मिनी ब्लग। आज चाहिँ म भर्खरै उठेर होइन फ्रेस भएर चाहिँ ड्युटी जान्छु। हाम्रो आज चाहिँ यता कुवेतमा चाहिँ पुरै पानी परेर चाहिँ अस्त व्यवस्था छ। आज धेरै दिनपछि पानी परेको छ। आज तपाईँहरू हेर्न सक्नुहुन्छ। अझै पनि पानी रोक्ने अवस्था छैन यहाँ। पानीको खोला बगिसक्यो। जाडो पनि चिसो भयो। जाडो छ। अच्छा सुन आजको दिन हेर्न सक्नुहुन्छ कस्तो छ। अच्छा के साह्रो हेर्न सक्नुहुन्छ। पानीको खोला पनि बगिरहेको छ। सानो पानी खोला सुत्तो जाऊ त सोध एकचोटि। हाम्रो ह्यान्डसम राजु भाइ छन् हेर। एकचोटि सोधौँ न के भन्दो रहेछ। हाम्रो जो फेभरेट हाम्रो रुम चाहिँ यता छ। भूतघर जस्तो चाहिँ के भन्नु। हाम्रो रुमकै छेउमा चाहिँ एउटा सानो बङ्गला रेस्टुरेन्ट छ कि त्यहाँ। ए बन्द हो त। बन्द पो रहेछ। चिया पाउँदैन गएको बन्द पो रहेछ। भरेको लागि सामान रेडी गर्दै हाल्छ क्या। हेर्न सक्नुहुन्छ यत्रो पानी जमेको छ। रातभरि पानी परेर स्याक भएछ। हिलो त यस्तो अवस्था छ। अवस्था यस्तो गम्भीर छ ल। आमा यहाँ झन् कत्रो पानी जमेको छ। नेपालतिरको जस्तो पो याद आउँछ। आज हावा चलिरहेछ सरङ। यत्रो पानी जमेको छ। हिलोमा चप्पल जुत्तै गाडेर भनेको ल। हेर्न सक्नुहुन्छ कतिको चाहिँ पानी परेछ आज बेलुका रातभरि। हामी चाहिँ हाम्रो काम गर्ने तर्फ बढ्दैछौँ। हाम्रो राज भाइ अगाडि गइसकेको छ। त्यो धेरै छ। अच्छा चिसो पनि लास्टै चिसो छ। फुला होला। अहिले चाहिँ कहाँ मान्छेले देखाएन त्यो। ल लान पाउँछ नि त ठिकै छ ल। अब यहाँ चिया खान लाग्यो कि अब। सलाम वालेकुम बाबा। हाम्रो फेभरेट तक्ले बाबा। हामीले मिसी बाबु कफी खान लागेको अवस्था छ। मजाले चाहिँ फलफुल सबै पाउँछ त्यहाँ। स्याज पानी सबै पाउँछन् होइन। फाइनली हामी चाहिँ पसलबाट निस्केर चाहिँ यहाँ हाम्रो काम गर्ने तर्फ जाँदैछु कि। हातमा चिया बोकेको छ कि। फेरि यहाँ अहिले रमजानको बेलामा मान्छेहरू नराम्रो सोच्छ। धेरै यस्तो कुना काप्चाबाट जाँदैछ। हाम्रो तामाङ बुद्ध चाहिँ हुनुहुन्छ त्यहाँ भर्खर पुल लिएर आउनु लाग्यो कि त्यहाँ खाली गर्नु। अर्डर लिन चाहिँ आउनु भएको रहेछ। यो चाहिँ हाम्रो होलसेल फ्लावर सप हो कि तपाईँहरू देख्न सक्नुहुन्छ कि। अनि यो हेर्नु न हाम्रो फ्लावर सप अगाडि यत्रो पानी जमेको छ। पुरै खल्टै जाँदै बिजोग छ। यस्तो बिजोग छ। हाम्रो कम्पनीको गाडी सायद साउदीबाट फुल लिएर आएको होला। फुल लिएर आएछ त नि सिपमेन्ट। पुरै कार्टुन भऱ्यो। हेलो ब्रदर, हाउ आर यु? नट फ्लावर दिस वान। फ्लावर हो भने हेर्नु हाम्रो योगेश भाइ हेर्नु। बिजोग छ बिचरा। यत्रो कार्टुन भरि ग्लासै ग्लास हो। हामी तलतिर जाँदैछौँ। हेलो ब्रदर, हाउ आर यु ब्रो? हेलो सेर बिचरा लजागेर त गाह्रो छ। लजाएर गाह्रो छ। हामी चाहिँ इन्क्वायरी गर्दैछौँ भित्र। गाह्रो छ। हाम्रो म्याम पनि यहीँ रहेछ। बुढिया यहीँ बसिरहेको।